1 घण्टा खुसी हुन चाहनुहुन्छ भने के गर्नुहोस्? कफी गरौँ न, केही फरक पर्दैन, अङ्गालो हालौँ, होइन? तपाईँ 1 दिन खुसी हुन चाहनुहुन्छ भने के गर्नुहोस्? कसले भन्नुभयो? पिकनिक जाने रे हो। 1 दिन रमाइलो गर्नु छ भने पिकनिक जानु पर्यो। 1 महिना खुसी हुनु छ भने बिहे गर्नुहोस्। 1 महिनाबाट दोस्रो महिनामा खुसी कोही पनि हुँदैन। 1 महिना खुसी हुनु छ भने के गर्ने? बिहे गर्ने। ल 1 महिना मात्रै खुसी हुने, त्यसपछि के रुने? प्राय सबैको लाइफमा त्यस्तै हुन्छ भन्छन्, होइन? तर त्यो होइन। अब 1 वर्ष खुसी हुनु छ भने कमाउनु पर्छ, सम्पत्ति जोड्नु पर्छ। 1 वर्ष खुसी हुनु छ भने। तर तपाईँ जीवनभरि खुसी हुन चाहनुहुन्छ भने गाइस प्लिज सुन्नु होला, जीवनभरि खुसी हुन चाहनुहुन्छ भने तपाईँले तपाईँको गुजारा जे कामले चलाइराख्नु भएको छ नि, त्यो काममा रमाउन जानुहोस्, त्यसलाई माया गर्नुहोस्, जिन्दगीभरि तपाईँ खुसी हुनुहुन्छ गाइस।